चाहिँ म मेरो युट्युब च्यानलमा चाहिँ के लिएर आउँदैछु भन्दाखेरि चाहिँ पोडकास्ट। यो चाहिँ मेरो फर्स्ट पोडकास्ट हो। अनि चाहिँ आज चाहिँ मैले एकजना गेस्ट पनि लिएर आइसकेको छु। गेस्ट चाहिँ को हुनुहुन्छ भन्दा नयाँ प्रतिभा कुना कप्चामा लुकेको एकदम मिठो स्वरको धनी कति राम्री गेस्टलाई मैले लिएर आइसकेको छु। उहाँलाई चाहिँ म अब स्वागत गर्न चाहन्छु। स्वागत गर्दछु हजुरलाई मेरो युट्युब च्यानलको फर्स्ट पोडकास्टमा। हजुरलाई एकदम धेरै धेरै धन्यवाद गर्न चाहन्छु। फर्स्टमा म चाहिँ हजुरको इन्ट्रोडक्सनबाट जान चाहन्छु। इन्ट्रोडक्सन दिनु होला। नमस्ते सबैमा, मेरो नाम सरिन्दा साई। मेरो घर नेपालमा लमजुङ। हाल अहिले म नागोया जापानमा बस्दै आइरहेको छु। हजुर जापान आउनु भएको कति भयो र यो जापानको हजुरलाई हावापानीदेखि लिएर यहाँको कल्चरदेखि लिएर चाहिँ कस्तो लागिरहेको छ त हजुरलाई? हजुर, म जापान आएको भर्खरै 3 महिना पुरा भएको छ है। जापान रमाइलो छ, साह्रै रमाइलो देश छ। हावापानी लगायत यहाँको कल्चर, यहाँको हावापानी सिस्टमहरू सबै नै राम्रो छ। अझै अगाडि धेरै घुम्ने, धेरै कुराहरू जान्ने प्रयासमा छु म। राम्रो। हजुर चाहिँ जापान आएर कति ठाउँमा घुम्नुभयो, कुन ठाउँ घुम्नुभयो, कस्तो लागिरहेछ त हजुरलाई जापान? हजुर, म धेरै ठाउँ त घुम्न पाएको छैन, तर 1-2 ठाउँ घुमेको छौँ। आज चाहिँ साकुरा हेर्न गयो, साह्रै रमाइलो हुँदो रहेछ है। साकुरा फेस्टिभल नि हेर्न जानुभयो? फेस्टिभल हेर्न गयो, साह्रै रमाइलो हुँदो रहेछ, जे रमाइलो लाग्यो। हजुर, हजुरले चाहिँ एकदम मिठो गीत गाउनुहुन्छ भन्ने मैले सुनेको थिएँ। आज चाहिँ हजुरले मेरो युट्युब च्यानलमा एउटा मिठो गीत गाइदिनु है त। हस्, हुन्छ, म प्रयास गर्नेछु। हुन्छ, ल सुरु गर्नुहोस् हजुरलाई मनपर्ने गीत। हुन्छ, मलाई हाम्रो अग्रज गायक उदय सोताङ र मनिला सोताङज्यूको गीत साह्रै मनपर्छ। एउटा छ, अनि त्यो गीत म गाउने प्रयास गर्छु। हुन्छ, म सुरु गरेँ है त। रौला ओराली झरौला सात गुन्जङ्गली पनि त्यो पनि तरौला तिम्रै लागि हो भनी ज्यादै दिदिउँला तिम्रै लागि हो भनी ज्यादै दिदिउँला उकाली चढौला ओराली झरौला सात गुन्जङ्गली पनि त्यो पनि तरौला तिम्रै लागि हो भनी ज्यादै दिदिउँला तिम्रै लागि हो भनी ज्यादै दिदिउँला। जे भन्छौ मानौला बाचारी गरौला तामा कोसी छोएर हँसौली खाउला तिम्रै लागि हो भनी ज्यादै दिदिउँला तिम्रै लागि हो भनी ज्यादै दिदिउँला साधुलाई यति मात्रै गाए। ओहो, यस्तो मिठो गीत कसरी गाउन जान्नुभयो हजुरले? कहाँबाट सिक्नुभयो कि हजुरसँग त्यस्तो साधनाहरू गर्नुभएको थियो पहिला? हजुर, त्यस्तो मैले राम्रै विद्यालयमा गएर सिक्ने त्यस्तो त गराएको छैन, तर मेरो आफ्नै प्रयास हो। सङ्गीतमा रुचि भएको कारणले आफ्नै प्रयासमा अलिअलि गाउने कोसिस गरेर हो। आफ्नै प्रयास गर्दा त यस्तो मिठो गाउनुभएको छ भने होइन? अब साधना गरेर स्कुलहरूमा ट्रेनिङ लिएर गीत गाउनुभयो भने त हजुरले त कस्तो गाउनुहुन्छ होला है? हजुर, सम्भावना अलिअलि देख्छु आफैमा, तर ठिकै छ, सानो प्रयास हो। धेरै राम्रो प्रयास गर्नुभयो होइन? अब चाहिँ राम्रो कोसिस गर्दै जानु, एकदम धेरै अगाडि
बढ्न सक्नुहुन्छ हजुर। हस् हस् धन्यवाद। हजुरलाई चाहिँ मेरो पोडकास्टमा आएर केही भन्न मन छ भने भन्नु होला। हस् सर्वप्रथम म हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरको पोडकास्टमा बोलाएर मलाई यति एउटा 2 शब्द राख्ने केही गीत गाउने अवसर दिनुभयो। मैले प्रेरणा सामललाई उहाँको युट्युब च्यानललाई आफू पनि सब्सक्राइब गरिरहेको छु। उहाँले राम्रो राम्रो कन्टेन्टहरू लिएर आइराख्नुहुन्छ। सो जसले हेर्नुहुन्छ उहाँलाई चाहिँ उहाँको च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हस् धन्यवाद। आजलाई चाहिँ यति नै। अब चाहिँ म अर्कोचोटि आउँदाखेरि चाहिँ नेक्स्ट टाइम चाहिँ एकदम राम्रो योभन्दा नि अझै राम्रो राम्रो भिडियोहरू पोडकास्टहरू लिएर तपाईँहरू समक्ष आउने नै छु। आजलाई चाहिँ धन्यवाद।